नमस्कार सेवारो, म सान कुमार चेम्जोङ। आज म चौबिसे गाउँपालिका 7 महुना बुदुक माथिल्लो गिद्धेको यो डाँडा टोलमा रहेको छु। आज म भीम पङ्याङ्गुको यो जीर्ण घरलाई चाहिँ अर्कोपट्टि उता पछाडिपट्टि यो टिनले छाएको टहरालाई बारबेर गर्नको निम्ति चाहिँ यहाँ साथीहरूसँग इस्टिमेट गर्नको लागि उपस्थित भएका छौँ। यो घरमा जम्मा 3 जना भीम पङ्याङ्गु, त्यसै गरी बालकुमारी र काइली 3 जना बस्नुहुन्छ। हामी चाहिँ आज यो उहाँको जीर्ण घरलाई चाहिँ पुनर्वास गर्ने हिसाबले हामी यो घरलाई बारबेर गर्नको लागि आज इस्टिमेट गरेका छौँ। उहाँहरूको वास्तविक घर चाहिँ त्यो परको त्यो छानाको घर हो। त्यो चाहिँ पहिल्यैदेखि उहाँहरू त्यहाँ बस्दै आउनुभएको थियो, तर यो बर्सातको समयमा चाहिँ एकदम त्यो झरीले चाहिँ पानीभित्र पसेर चाहिँ उहाँहरूले बस्न सक्ने स्थिति नभएकोले गर्दाखेरि उहाँहरूको यो पारिवारिक स्थिति अत्यन्तै नाजुक पनि छ। त्यसले गर्दा हामी छरछिमेकीहरूबाट सहयोग गर्ने हिसाबले हामी आज यहाँ उपस्थित भएका छौँ। हामी चाहिँ यो घरलाई यो बारबेरको लागि आज यहाँहरू समक्ष सहयोगको पनि अपिल गर्न चाहन्छौँ, किनभने अघि पनि भने उहाँहरूको आर्थिक स्थिति एकदम नाजुक भएकोले गर्दाखेरि हामी आज यो घरलाई बारबेर गर्नको लागि उपस्थित हुँदाखेरि यो माथि टप यो टिन चाहिँ यो छाको टहरासम्म बनेको चाहिँ पहिला चौबिसे गाउँपालिकाको 7 नम्बर वडाले सहयोग गरेको टिनले यहाँको स्थानीयवासीले सहयोग गरेर यतिको टहरा बनाइएको छ र बाँकी चाहिँ अब यसलाई बारबेर गर्नको लागि चाहिँ लगभग 200 जस्तो टिन, त्यसै गरी लगभग 150-200 फिट जति काठ पनि आवश्यक पर्ने हुन्छ। सँगसँगै अब हामी श्रमबाट उहाँलाई यो पुरा गरिदिने प्रतिबद्धता पनि गरेका छौँ, तर यो मेटेरियलहरू खरिद गर्नको लागि यहाँ अलिकति समस्या भएकोले गर्दाखेरि उहाँहरूलाई अलिक समस्या छ। साइली र काइलीको भत्ताबाट 10,000 उबारी राख्नु भएको रहेछ यो बारबेर गर्नुको लागि। त्यो पैसाले बारबेर गर्न नपुग्ने स्थिति भएकोले गर्दाखेरि आज हामीले यहाँहरू समक्ष यो अनुरोध गरिरहेका छौँ। आर्थिक रूपमा सो इच्छाले जति सकिन्छ त्यति सहयोग गरिदिनु होला र सँगसँगै हामी माझ आज यो गाउँको चाहिँ अग्रज नेतृत्व गरिराख्नुभएका टोल विकास समितिका चाहिँ प्रतिनिधि हुनुहुन्छ, टोल विकास समूहको अध्यक्ष, उहाँलाई पनि केही कुरा राख्नको लागि अनुरोध गर्न चाहन्छु। सबैजनालाई नमस्कार सेवाहरू। अब यही कुरामा चाहिँ मैले अलिकति प्लस गर्न चाहेँ। अब घरको स्थिति पनि तपाईँको यो कुन साइडतिर भन्छ उतातिर अलिक ढल्केको अवस्था देखिन्छ र यसलाई पनि अलिकति जग खनेर हुन्छ कि के गरेर छ। अब यसलाई चाहिँ अब सिधा बनाउन सजाउनु पर्यो। अब पुरानो घर चाहिँ हो, अब यो ओह्राले दिएको चाहिँ अब यो उसको साना हटाउने अभियानमा चाहिँ यो ओह्राले दिएको टिन हो। अहिलेसम्ममा पनि यसलाई बारबेर गर्न नसक्दाखेरि अलिकति हामी दुःखी छौँ। र किन भन्दाखेरि यहाँ अब स्वयं हुनुहुन्छ घरको मालिक र उहाँले चाहिँ अब गर्न नसक्ने र एकदम आर्थिकमा चाहिँ धेरै कमजोरी भएको कारणले हामी गाउँवासी सबै मिलेर बिचमा जति पनि अब रहनुभएका साथीसँगी हामी सबै मिलेर यसो 1-2 रुपियाँ सहयोग कलेक्सन गर्न सकियो भने चाहिँ अब यो अवश्य बन्छ भन्ने खालको म आशा गर्दै र हाम्रो भीम कुमार पङ्याङ्गु, म चाहिँ चेम्जोङ परे, हाम्रो दाइ हो, जय चेलाब्नी हो र उहाँको घरलाई चाहिँ ईश्वरी अलिकति अब मर्मर सम्भार गरेर उहाँलाई चाहिँ यहाँ अब बसाउन सकिन्छ कि भन्ने आशा राख्दै मेरो चाहिँ अब कन्ट्याक्ट नम्बर चाहिँ 9812337978 अब उहाँको पनि अब नम्बर छ। सँगसँगै अब हामी छौँ होइन, यहाँहरूले जति पनि अब प्रवासमा रहनुभएका देश विदेशी मित्रहरू आफ्नो इच्छाले सहयोग गरिदिनु होला भन्न चाहन्छौँ। हाम्रो फेसबुकमा यो कुराहरूको अपडेट, यहाँ कामको अपडेटहरू दिइराख्नेछौँ मेरो फेसबुकबाट। सँगै अब हामीले यो काम गर्दै गर्दाखेरि जति पनि यहाँहरूले सहयोग गर्नुहुन्छ भने डलकुमार चेम्जोङको उहाँले नम्बर अहिले म स्क्रिनमा पनि छोड्न चाहन्छु। उहाँलाई सम्पर्क गरेर सहयोग गर्नु सक्नुहुनेछ। 100 रुपियाँ, 500, 1000 जति सक्नुहुन्छ तपाईँले सहयोग गर्नु सक्नुहुनेछ। धन्यवाद।